आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। मान्छे भई मान्छेलाई बुझ्न सकेको छु। मान्छे भई मान्छेलाई बुझ्न सकेको छु। आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। लोभ छैन ईर्ष्या छैन, छैन लालच कतै। लोभ छैन ईर्ष्या छैन, छैन लालच कतै। जसलाई जहाँ भेटे पनि लाग्छ आफ्नै जस्तै। हालेलुया 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 हालेलुया। आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। आशीष तिम्रो पाएर प्रभु म धन्य भएको छु। हालेलुया। पवित्र परमेश्वरका प्रियजनहरू, आदरणीय पास्टर, एल्डर डिकन, विश्वभरि छरिएर बस्नुभएका नेपाली प्रवासी भाषीहरू, पवित्र परमेश्वरका राजकीय पुजारीहरू, तपाईहरू सबैलाई फेरि पनि म साउदी अरबबाट अनमोल नेपालको क्रिस्चियन अभिवादन सबै परिवारलाई जय मसीह। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जस्तो अवस्थामा रहे तापनि पवित्र परमेश्वरको अनुग्रह कृपा र शान्ति हजुरको जीवनमा र मेरो जीवनमा सदा सर्वदा यसरी नै रहिराखेको होस्। आमेन। परमप्रभु परमेश्वर